काठमाडौँको प्रसिद्ध धार्मिक स्थल मच्छेनारायणमा मलमास मेला सुरु भएसँगै भक्तजनको ठूलो घुइँचो लागेको छ। कस्तो भयो आमा दर्शन? रमाइलो भयो? पुरुषोत्तम मास अर्थात् अधिक मासको अवसरमा लाग्ने यस मेलामा देशभरबाट श्रद्धालु भक्तजन दर्शनका लागि पुगिरहेका छन्। धार्मिक विश्वास अनुसार पुरुषोत्तम मासमा भगवान नारायणको पूजा आराधना जप तप तथा दान गर्नाले पुण्य प्राप्त हुने मान्यता रहिआएको छ। यही आस्थाका साथ बिहानैदेखि भक्तजनहरू मच्छेनारायण मन्दिरमा दर्शन र पूजाआजाका लागि पुग्ने गरेका छन्। हजुरको शुभ नाम? म सुरेन्द्र केसी, पुरुषोत्तम मास मेला व्यवस्थापन समितिको सल्लाहकार। हजुर, अब यो भगवान मच्छेनारायणको पावन भूमिको बारेमा अहिले मेला लागिरहेछ। सौर्य मास र चन्द्र मासको बिचमा जुन अन्तराल हुन्छ त्यो 2 वर्ष 8 महिनाको बिचमा 1 महिना हुन्छ। त्यो महिनालाई भगवान नारायणले ग्रहण गर्छ। जुन महिनालाई मैलको रूपमा लिन्थ्यो, त्यो मैलको रूपमा भएपछि महिनाले पुकार गरिसकेपछि यो महिनामा चाहिँ भगवान नारायणले ग्रहण गरिसकेपछि पुरुषोत्तम मास यो कार्यक्रम गर्नुहुन्छ। पुरुषोत्तम मास भइसकेपछि अन्य देवी स्थानमा चाहिँ मेला दर्शन गर्नु हुँदैन भन्ने जुन छ, त्यो बेला चाहिँ यो पुरुषोत्तम भगवानको दर्शन गर्नको लागि पनि अन्य देवी देवताहरू पनि यहाँ आउनुहुन्छ भन्ने किंवदन्ती छ। त्यो प्रकारले भगवानको दर्शन गर्नाले यहाँ के लाभ हुन्छ भन्दाखेरि हामीले अश्वमेध यज्ञ सुनेका छौँ। यहाँ आएर थालमा मालपुवा चढाएर पितामा राखेर गरिसकेपछि अश्वमेध यज्ञ गरेर बराबरको फल प्राप्ति हुन्छ, विभिन्न रोगहरू निवारण हुन्छ भन्ने विश्वासले पनि भक्तजनहरू आउने गर्दछ। जहाँसम्म मत्स्य अवतारको कुरो छ, मत्स्य अवतार चाहिँ जब यो उपत्यका तलाउ थियो, जन्मग्न हुँदाखेरि भगवानले माछाको रूपमा जब योभन्दा 3 कोस तल गोलोकेश्वर महादेव छ त्यहाँ आइसकेपछि नारायण त हराम भयो, कहाँ जानुभयो, यो सृष्टि प्रलय आइसकेपछि त्यहाँबाट चाहिँ 3 कोस माथि एउटा तलाउ छ, जुन तलाउमा माछाको रूपमा सहयोग गरिरहनु भएको छ। भनेपछि भक्तजनहरूले खोज्दै आउँदाखेरि किन त यसरी भयो भन्दाखेरि यो जुन सृष्टिलाई संरक्षण गर्नको लागि म यहाँ छु। यो पूर्णमै चाहिँ भगवानले नारायणको रूप दर्शन दिएर मत्स्य मेलाको अब अहिले अझ हामीले यो ऐतिहासिक पुस्तकहरू अझ उत्खनन गर्दैछौँ। यहाँका इतिहासहरू, यहाँका लिच्छवीकालीन द्वापर युगदेखि भगवान श्रीकृष्णले मेलाको जस्तो गोलोकेश्वर महादेवको ग्वालाहरूको पनि बस्छ छ, यहाँ गोपालीहरू पनि बस्छ छ। आएर यसरी छ त्यो बेला पुरेत त एकैजना अहिलेसम्म हामीले थाहा पाए अनुसार उहाँ कृष्ण प्रसाद आचार्य, त्यसपछि दोस्रो सुदामा आचार्य, उहाँको मैले आफूले थाहा पाएको छु उहाँको बुवादेवी सुरु भएको हुनुहुन्छ पुजारी, क्रमशः अर्को परिवारले गर्यो, त्यसपछि उहाँहरूले गर्नुभयो। अहिले नाति पुस्तकबाट विश्वको पहिलो व्यापक रूपमा यसको खोज अनुसन्धान गरेर एउटा योजना बनाएर जसरी अन्य आदिम मठ मन्दिरहरूको प्रचार प्रसार गरेर त्यही हिसाबले गर्न सकिन्छ। मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वारले सबैको ध्यान खिच्ने गरेको छ। त्यस्तै माछाको मुखबाट प्रकट भएको भगवान मत्स्यनारायणको मूर्ति यहाँका
मुख्य आकर्षण बनेको छ। हिन्दू धर्मग्रन्थ अनुसार भगवान विष्णुले 10 अवतार मध्ये पहिलो अवतारका रूपमा मत्स्य रूप धारण गर्नुभएको विश्वास गरिन्छ। पुराणमा वर्णन भए अनुसार प्रलय कालमा भगवान मत्स्य अवतारले वेदहरूको रक्षा गर्नुभएको थियो। यो पछाडिको जुन छ नि पाखो त्यो पाखो त्यहाँ यसो आर टाइपको चाहिँ भरेको बनाउँदैछौँ। त्यो बनाएपछि त्यो त्यसै पछि त्यहाँ जसो घुमायो त्यहाँबाट घुमाउँदै त्यहाँ लाग्यो। त्यो लाइन अझ अलि कम भएको छ त्यो अधिक मास करिब 3 वर्षको अन्तरालमा पर्ने भएकोले यो समय धार्मिक दृष्टिले विशेष महत्त्व राख्ने गर्दछ। नमस्ते। नमस्ते हजुर। हजुरको शुभ नाम? म अजय श्रेष्ठ, सचिवालय सदस्य। यसको बारेमा निश्चित रूपमा चाहिँ नि मलाई एकदम भाषी चाहिँ आउँदैन। खास पुजारी बाजेको कुरामा चाहिँ निश्चित रूपमा आउँछ। अब यो चाहिँ हरेक 3 वर्षमा लाग्ने 30 दिनको मेला हो। यसमा चाहिँ मलमास मेला भनेर पनि चिनिन्छ, पुरुषोत्तम मास मेला भनेर पनि चिनिन्छ। यसलाई विभिन्न किसिमको नाम दिएको छ। यही अनुसारले चाहिँ हरेक 3 वर्षमा चाहिँ नि 30 दिनको मेला लाग्छ। अरू मच्छीनारायण मेलाको व्यवस्थापन चाहिँ कस्तो छ अहिले? मच्छीनारायण व्यवस्थापन चाहिँ हाम्रो यो वडा अध्यक्षको संयोजकतामा मूल समिति गठन भएको छ, 25 जनाको समिति अनि 11 जनाको चाहिँ सचिवालय छ। हामीले चाहिँ 5 वटा चाहिँ उपसमिति गठन गरेर यो मेला व्यवस्थापन सञ्चालन गरिरहेका छौँ। जस्तै पार्किङको व्यवस्थापन, स्वयंसेवकको व्यवस्थापन होइन, त्यस्तै गरेर हाम्रो अनुगमन, बजार अनुगमनको व्यवस्थापन गरेर हामीले 5 उपसमिति गठन गरेर चाहिँ व्यवस्थापन गरिरहेका छौँ। मलाई थाहा भयो अनुसार जस्तो साली नदी मेला लाग्दाखेरि पार्किङ चर्को लिन्थ्यो, यहाँ चाहिँ के छ यसको? यसमा चाहिँ हाम्रो बजार व्यवस्थापन उपसमिति गठन गरेका छ नगरपालिकाको नेतृत्वमा। उहाँले अवलोकन गरेर उहाँको मूल्य सूची, हाम्रो व्यवस्थापनले चाहिँ मूल्य सूची अनिवार्य राख्नुपर्छ, पसलमा होस् कि हरेक कुरामा। त्यो बाहेकको तलमाथिको रेटमा चाहिँ उहाँलाई कानुनी कारबाही उचित कानुनी कारबाही हुन्छ भन्ने जानकारी उहाँलाई छ। यो लाइनको भिडभाड चाहिँ कसरी व्यवस्थापन गर्नु? लाइनको व्यवस्थापन चाहिँ हाम्रो सार्वजनिक जग्गा अलिकति कमी, हामी अलिक सार्वजनिक जग्गा चाहिँ अलिक कम भएको कारणले चाहिँ हाम्रो यहाँ पछाडि भलिबल व्यवस्था ग्राउन्ड छ, त्यसमा चाहिँ हामीले डबल टेबल गरेर लगभग 11 राउन्ड लगाएर माथि जङ्गलको बाटोमा गराएको छौँ। लगभग हामीले भक्तजनहरूलाई चाहिँ आधा घन्टा अथवा 45 मिनटमा हामी मन्दिरसम्म दर्शन गर्ने व्यवस्था मिलाइरहेका छौँ। वृद्धहरूलाई हामीले छुट्टै व्यवस्था गरेका छौँ। अपाङ्ग, वृद्ध र बिरामीहरूलाई चाहिँ हामीले डाइरेक्ट गेटबाट छिराएका छौँ, माथिको गेटबाट। उहाँलाई सरल तरिकाले हामीले मन्दिरसम्म पुर्याउने गरेका छौँ। सुरु भएदेखि अहिलेसम्म कति भक्तजनहरू आउँदा? सुरुदेखि हाम्रो 3 गतिदेखि सुरु भएको, अहिले आज 8 गति होइन, आज 9 गति। लगभग हामीले 1.5 लाखको भक्तजनहरूलाई चाहिँ यहाँ दर्शन गर्ने व्यवस्था गरेका छौँ। अघिल्लो वर्षको तुलनामा अहिलेको कतिको उपलब्धि भएको छ? अघिल्लो वर्षमा लगभग हाम्रो 18-20 लाखको भक्तजन थियो टोटली। अब अहिले चाहिँ हामीले 5-6 लाख चाहिँ अझ प्लस हुन्छ कि भन्ने कुरा भएको छ। किन कारण? बिदाको कारणले। अहिले हाम्रो यो 2 दिन बिदा छ, शनिबार र आइतबार, अनि गणतन्त्र दिवस भएको छ, ईद भएको छ। त्यो कारणले अलिक भक्तजन चाहिँ बढ्ने क्रम जारी छ। नमस्कार, म चाहिँ जगन्नाथ नेपाल। मेरो घर चाहिँ उता ताली नुवाकोट ताली गाउँपालिका वडा नम्बर 3। म चाहिँ यहाँ चाहिँ यो अहिले आएको यो अधिक मास पनि भन्छन्, पुरुषोत्तम महिना नि भन्छन्, मलमास पनि भन्छन्। यो महिनाको लागि चाहिँ यो पवित्र भूमिमा चाहिँ यो ज्ञान भूमि, पवित्र भूमि, तपोभूमि पनि भनिन्छ यस भूमिलाई। अनि यसमा चाहिँ यसो अलिअलि अब अहिलेसम्म त्यस्तो यसो त्यसो धर्म तीर्थमा जाने मौका नि पाएको थिएन। अनि अहिलेको साल चाहिँ यस पवित्र महिनामा चाहिँ यहाँ बसेर श्री पनि गरौँ यो 1 महिना चाहिँ भनेर समितिसँग कुरा गरेर समितिमा लाग्ने दस्तुरहरू सबै हामीले तिरेर समितिबाट हामी नियुक्ति भएर चाहिँ कार्डसहित बनाएर चाहिँ हामी यस यो मलमासभरि चाहिँ हामी यहाँ बस्छौँ। बिहान उठ्छौँ,
स्नान गर्छौँ अनि पूजाआजा भगवान्लाई चाहिँ सम्झेर जो सकेको पूजाआजा गर्छौँ अनि सोही प्रसाद लिएर चाहिँ हामी यहाँ टिका प्रसाद ग्रहण गरिदिनको लागि चाहिँ हामी यहाँ बस्दैछौँ। अहिले तपाईँहरूलाई चाहिँ के व्यवस्थापन गरिदिएको छ बस्नलाई? व्यवस्थापन त उहाँहरूले त हामीलाई त अर्को व्यवस्थापन त केही पनि छैन, तर पनि यो मन्दिरको वरपर चाहिँ हामीलाई चाहिँ कार्ड र नम्बर लगाएर चाहिँ आफआफ्नो यथास्थानमा बस्नुपर्ने भनेर चाहिँ त्यति मात्रै हो। अरू कुनै केही सेवा सुविधा चाहिँ उहाँहरूले हामीलाई दिनुभएको छैन। गर्नु काममा म फेरि सोध्छु। हरि ओम टिका लगाइदिनु न। शान्ति तरेछगो शान्ति साना शान्ति रेव शान्ति ओम ब्रह्मा मुरारी त्रिपुरन्तकारी भानु शशि भूमि सुतो अनुमति बिना हामी खिच्दैनौँ कि? सर्वे ग्रह शान्ति करा भवन्तु ओम राधा सकला सन्तु गुणा सन्तु मनोरथा। यही कारण मत्स्य नारायण क्षेत्र यति बेला भक्तजनको भिड दिन प्रतिदिन बढ्दो छ। क्यामेरा पर्सन म सस्मिता पाठक, मत्स्य नारायण, काठमाडौँ।